नमस्कार, म एसिस्टेन्ट प्रोफेसर अमरेन्द्र झा, अर्थोपेडिक फिजियोथेरापिस्ट, अल्का अस्पताल। म निरन्तर चाहिँ यहाँ चाहिँ करिब 17 वर्ष भयो निरन्तर अब मैले चाहिँ व्यक्तिगत रूपमा दिउँसो 2 बजेदेखि 7 बजेसम्म बिरामीलाई चाहिँ जाँच्ने गर्छौँ। अब यो चाहिँ हाम्रो अल्ट्रासाउन्ड थेरापी भन्छौँ। यसबाट पनि वेभ नै हो तर अल्ट्रासोनिक वेभ हो। यो स्पेसली हामीले लोकल एरियामै युज गर्छौँ। लोकलाइज पेन जसलाई हामी टेन्डरनेस भन्छौँ। सो लोकलाइज एरियाको लागि हाई फ्रिक्वेन्सी यसबाट इन्टेन्सिटी बढाएर हामीले 1 माइक्रोहर्जदेखि 3 माइक्रोहर्जसम्म चाहिँ प्रयोग गर्छौँ र यसबाट क्विक रिलिफको लागि लोकलाइज एरियामा चाहिँ पेन चाहिँ स्पेसली चाहिँ मस्कुलो स्केलेटल पार्टको लागि प्रयोग गर्छौँ हामीले चाहिँ। यसमा सर्टेन कन्ट्राइन्डिकेसन हाम्रो मेसिनमा हुन्छ जुन चाहिँ प्रयोग गर्न मिल्दैन है। जसरी चाहिँ स्कार भयो, रेडियोथेरापी युजहरू गरेका छ, कट इन्जुरीहरू छ वा चाहिँ यस्ता कम्युनिकेबल डिजिजहरू छ भन्ने त्यसमा चाहिँ प्रयोग गर्न मिलेन चाहिँ।